पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुँदैन भन्दै यति बेला प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत एउटा लामो स्टाटस लेख्नु भएको छ र यो स्टाटसमा के लेखिएको छ त म तपाईलाई जस्ताको जस्तै सुनाउँदैछु। काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी स्वामित्वमा रहेका जग्गा अवांछित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुन बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टीका टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेको प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठीवास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमि सम्बन्धी ऐन 2021 का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेश मार्फत खारिज गरेको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत सङ्कलन विवरण प्रणालीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको स्वामित्व अथवा पहिचान गरी व्यवस्थित र पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र सङ्कलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुरक्षित गरिने समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रम नपर्न, आवश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित र सम्मानजनक स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सृजना हुन दिने छैन। स्टाटस तपाईले सुनिसकेपछि चाहिँ बालेन सरकारले लेखेको स्टाटस कस्तो लागेको छ र बालेनले सुकुम्बासी र यो अतिक्रमित जग्गाहरूमाथि चालेको यो कदमलाई तपाईले कसरी लिनुभएको छ? कृपया यो बालेनको यो कदम मन परेको भए चाहिँ भिडियोलाई सेयर गर्न पनि नबिर्सनु होला र यतिन्जेलसम्म फलो गर्नुभएको छैन भने फलो गर्न पनि नबिर्सनु होला। के तपाईँ गुणस्तरीय डिजिटल ढकतराजु अथवा जोख्ने तौलनी यन्त्रको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्नुहोस्, सुपथ मूल्यमा पाउनुहुनेछ।